नमस्ते। सदाझै आज पनि एउटा महत्त्वपूर्ण टपिक लिएर आएको छु। कक्षा 12 का सम्पूर्ण भाइ बहिनीहरूलाई महत्त्वपूर्ण क्वेसन हो यो। राइटिङ बायोग्राफी कक्षा 11, 12, 9, 10 लाई पनि उत्तिकै महत्त्वपूर्ण टपिक हो। त्यसैले ध्यान दिएर हेर्नु होला। यो राइटिङ बायोग्राफी को कुरा गर्दै गर्दा बायोग्राफी भनेको के हो, त्यो बायोग्राफी कसरी लेख्ने र बायोग्राफीको एउटा डिजाइन हो, फर्मेट र उदाहरण इक्जाम्पल हामी हेर्छौँ यसमा आजको भिडियोमा। ल सुरु गरौँ त है। राइटिङ बायोग्राफी। व्हाट इज बायोग्राफी? अ बायोग्राफी इज अ रिटन अकाउन्ट अफ समवन्स लाइफ। कुनै व्यक्तिको जीवनको बारेमा लेखिने लेख एउटा बायोग्राफी हो। बायोग्राफीलाई नेपालीमा हामी के भन्छौँ त, भन्नुहोस् त? जीवनी है, बायोग्राफी। टिपिकल्ली फोकसिङ अन की इभेन्ट्स, अचिभमेन्ट्स, च्यालेन्जेस एन्ड पर्सनल डिटेल्स। अब कुनै पनि व्यक्तिको घटना, महत्त्वपूर्ण घटना है, की इभेन्ट्सहरूको मात्र, की इभेन्ट्स, अचिभमेन्ट्स त्यसको उपलब्धि, च्यालेन्जेस चुनौतीहरू, पर्सनल डिटेल्स र व्यक्तिगत विवरणको बारेमा हामी लेख्छौँ र त्यो व्यक्तिले समाजमा, राष्ट्रलाई के योगदान दिएको छ त्यो समेत हामी लेख्छौँ यसमा, बायोग्राफीमा। इट इज अ नन फिक्सन जानरे हैन, एउटा नन फिक्सन जानर हो। द्याट प्रोभाइड्स अ कम्प्रिहेन्सिभ नरेटिभ of an individual's life, offering insights into his her character, contributions to society, and the impact they had on the world. Biographies can cover historical figures, political leaders, artists, scientists, celebrities, or any person whose life story is deemed significant or interesting. बायोग्राफी त्यस्तो व्यक्तिको लेखिन्छ है, बायोग्राफी त्यस्तो व्यक्तिको लेखिन्छ जो चाहिँ समाजलाई हैन, इतिहासलाई हैन, एउटा हिस्ट्रिकल फिगरको बारेमा लेखिन्छ, पोलिटिकल लिडरको बारेमा लेखिन्छ, आर्टिस्ट कुनै कलाकारको बारेमा लेखिन्छ, कलाकारको, साइन्टिस्ट वैज्ञानिकको, सेलिब्रिटिज एउटा सेलिब्रिटीहरूको हैन, जुन चाहिँ समाज राष्ट्रलाई चाहिँ महत्त्वपूर्ण योगदान दिएको हुन्छ। The purpose of a biography is to present a factual and often researched description of a person's life, providing readers with a better understanding of their journey and legacy. यसको मुख्य उद्देश्य के हो त लेख्नुको? कुनै पनि व्यक्तिको जीवनी लेख्नुको मुख्य उद्देश्य त्यसको हैन प्रेजेन्ट फ्याक्चुअल गर्नको लागि, हैन, फ्याक्चुअल इन्फर्मेसन प्रेजेन्ट गर्नको लागि, हैन, त्यो व्यक्तिले दिएको महत्त्वपूर्ण योगदानको बारेमा बुझाउनको लागि, अन्डरस्ट्यान्डिङ गर्नको लागि, हैन। अब सम गाइडलाइन्स अर इन्स्ट्रक्सन्स फर राइटिङ बायोग्राफिज। अब बायोग्राफी लेख्नको लागि के गाइडलाइनहरू हामीले पुरा गर्नुपर्छ? सुरुमा टाइटल लेख्छौँ, नेम अफ द इम्पोर्टेन्ट हिस्ट्रिकल फिगर, हैन, त्यो जीवनी कुन मान्छेको हो, कुन व्यक्तित्वको हो। एट फर्स्ट यु हेभ टु राइट डाउन द टाइटल है, टाइटल लेख्छौँ सुरुमा, अलि क्यापिटल लेटर, अलि बोल्ड गरेर लेख्छौँ, हैन। फर इक्जाम्पल, इफ यु आर गोइङ टु राइट the biography of Lakshmi Prasad Devkota, then you can write down like this: Lakshmi Prasad Devkota, Nepal's literary giant, हैन। अब कुनै वैज्ञानिकको बारेमा लेख्नु छ भने वैज्ञानिकको नाम लेख्छौँ है, सुरुमा टाइटल। त्यसपछि इन्ट्रोडक्सन लेख्छौँ, introduce the figure, their significance and the historical context. त्यसपछि त्यसको छोटो परिचय दिन्छौँ त्यो व्यक्तिको। बडी लेख्छौँ हैन, डिभाइडिङ डिफरेन्ट सेक्सन्स, अर्ली लाइफ, अचिभमेन्ट्स, च्यालेन्जेस, लेगासी, पर्सनल थट्स एन्ड की इभेन्ट्स, हैन।
बडीमा के लेख्छौं त अर्ली लाइफको लेख्छौं अचिभमेन्ट्स लेख्छौं च्यालेन्जेस लेख्छौं लेगेसी लेख्छौं पर्सनल थट लेख्छौं बडीमा है त्यो कुनै पनि व्यक्तिको जन्म मितिदेखि लिएर है जन्म त्यसमा लेख्दाखेरि जन्म लेख्ने कहिले जन्मेको पुरा ठेगाना कहाँ जन्मेको कहिले जन्मेको हैन मातापिताको पनि नाम उल्लेख गर्नुपर्छ हैन त्यसको बाल्यकाल कस्तो थियो हैन शिक्षा दीक्षा एजुकेसनको बारेमा लेख्छौं हैन अर्ली लाइफ फ्यामिली ब्याकग्राउन्डको बारेमा लेख्छौं हैन अनि अचिभमेन्ट्स के अचिभमेन्टहरु प्राप्त गरे कन्ट्रिब्युसनहरु के हुन् हैन एउटा नोटेबल इभेन्ट्सको बारेमा लेख्छौं बडीमा अर्को च्यालेन्जेसहरु हैन डिस्कस obstacles faced by the figure and how they overcame them त्यसपछि के लेख्छौं त कसरी त्यो च्यालेन्जेसहरुलाई चाहिँ कसरी सामना गरे र कसरी ओभरकम गरे हैन भनेर लेख्छौं लेगेसी लेख्छौं examine the lasting impact and influence the individuals had on society अनि उनले समाजमा के छाप छोडे हैन के योगदान दिए त्यो पनि लेख्छौं पर्सनल थट लेख्छौं मेन्सन पर्सनल थट्स अबाउट द पर्सन त्यो पर्सनको बारेमा आफ्नो व्यक्तिगत धारणा हामी उल्लेख गर्नुपर्छ हैन अनि लास्टमा कन्क्लुजन लेख्छौं समराइज द की पोइन्ट्स एन्ड द सिग्निफिकेन्स अफ देयर लाइफ देयर इम्प्याक्ट अन सोसाइटी हैन देयर इज एन एक्जाम्पल बायोग्राफी अफ लक्ष्मी प्रसाद देवकोटा नेपाल's लिटरेरी जायन्ट है सुरुमा के छ त टपिक छ लक्ष्मी प्रसाद देवकोटा was born on Kartik 27, 1966 BS in Delhi Bazar, Kathmandu. अब यहाँ जन्ममितिबाट सुरु भएको छ है जन्ममिति लेख्ने जन्मेको ठाउँ हैन एड्रेस लेख्ने पास्ट टेन्समा लेख्नुपर्छ है यो बायोग्राफी लेख्दा पास्ट टेन्समा लेख्ने Devkota's early education at home under the guidance of his father उसको शिक्षा दीक्षाको बारेमा लेखिएको छ Till Madhav Devkota instilled in him a deep appreciation for Nepali literature and classical languages हैन अब बुवाको फादरको नाम छ हैन आमाको पनि नाम लेख्न सकियो शिक्षा दीक्षाको बारेमा छ बाल्यकालको बारेमा हैन जन्ममिति देखि लिएर बाल्यकालसम्म फर्स्ट प्याराग्राफमा लेख्ने त्यसपछि उनले दिएका योगदानको बारेमा लेख्छौं देवकोटा पेन द एपिक पोएम मुना मदन हैन उनले लेखेका कृतिको बारेमा छ which later became a seminal work in Nepali literature this magnum opus written in a simple yet profound style explores themes of love sacrifice and the human resilience resonating with readers across generations यो मुना मदनको बारेमा लेखेको छ है देवकोटाको बारेमा सम्पूर्ण यो बढी भयो हैन यो के कृतिहरू लेखे हैन र त्यो समाजलाई के प्रभाव पार्यो भनेर यहाँ लेखिएको छ है हामी पनि यस्तै लेख्छौं परीक्षामा beyond his literary pursuit Devkota was a visionary who advocated for social reform and national unity his writings often reflected his concern for the plight of the common people and his vision of progressive egalitarian society अब आफ्नो थटहरु लेखिएको छ यसमा हैन र उनले दिएका योगदानहरुको बारेमा लेखिएको छ यो सबै र उनले उनको मृत्युबाट हामी अन्त्य गर्छौं he passed away भनेको died भनेको he died on भाद्र 9 2016 मरेको मिति लेखेको छ हैन यसरी हामी मर्नुको कारण हैन कहाँ मरेको त्यो अन्तिममा हामी लेख्छौं है लास्ट प्याराग्राफ अब के यो
क्वेशनहरुको बारेमा छलफल गरौँ है। क्वेशन छ Write a short biography of Nepali literary figure in Tilbikram Nimwang Limbu Aka Bairagi हैन आका बैरागी काइला युज द आउटलाइन्स कहीं आउटलाइनहरु दिएको छ है। यो आउटलाइनहरु युज गरेर हामी तिलबिक्रम नेमवाङ लिम्बुको जीवनी लेख्नु छ हैन। के छ त जन्मेको मिति छ ठाउँ छ है, उनको एजुकेसनको बारेमा छ, पब्लिकेशन्स उनले के कृतिहरू पब्लिश गरे हैन, उनले के योगदान दिए कन्ट्रिब्युसन छ, उनले के अवार्डहरू प्राप्त गरे, कहिले मरे हैन हैन मरेको मिति छैन है। अरु क्वेशन पनि छन्। यो टाइपले क्वेशन सोध्न सक्छ है। यो 2 नम्बरको परीक्षाको लागि तयारी गर्दा हैन यिनी महत्त्वपूर्ण क्वेशनहरु हुन् र कुनै एउटा महत्त्वपूर्ण व्यक्तित्वको तयारी गरेर जाने र परीक्षामा त्यसैको बारेमा लेख्दिने है। अब कुनै नामै तोकेर आएको छ भने हैन त्यो क्लुको आधारमा लेख्ने हैन, क्लुको आधारमा लेख्ने। अब यहाँ दिएको छ क्लु हैन 1 र 6 मा क्लुहरु दिएको छ, त्यसको आधारमा लेख्ने। यदि अरु यस्तो 3 मा हैन 4 मा 5 मा त्यस्तो टाइपको दिएको छ भने अब कुनै स्पोर्टम्यानको हैन कुनै साहित्यकारको हैन र कुनै म्युजिशियनको हैन तयारी गर्ने हैन परीक्षामा आयो भने त्यही तयारी गरेको लेख्दिने है। थ्यांक यू।